डाक्टर कृष्ण प्रसाद रेग्मी मुख तथा अनुहार सर्जन अथवा यो मेजोफेसियल सर्जन यो दन्त चिकित्साको एक विशेषज्ञता पर्छ। आज म विभिन्न माध्यमबाट तपाईले सोच्नुभएका प्रश्नहरूको समष्टिगत उत्तर दिने गइरहेको छु। यस क्रममा एकजनाले सोध्नु भएको छ, दाँतमा ब्रेसेस लगाउनु उपयुक्त हो कि होइन, कुन उमेरमा लगाउने भनेर सोच्नु भएको छ। जस्तो कि दाँतमा ब्रेसेस लगाउनु आफैमा एउटा चाहिँ यो अहिलेको टेक्नोलोजीहरू छ, यो उपयुक्त नै छ है। किन उपयुक्त छ भन्ने कुरा छ। यदि दाँत बाङ्गो टिङ्गो छ, पुरै बिग्रिएको छ, जसको अनुहार बिग्रेको छ, बाङ्गो टिङ्गो छ भने त्यसलाई सोझाउनु पर्ने हुन्छ। किन सोझाउनु पर्छ भने दाँत ब्रेसेस लगाउँदाखेरि यसले तपाईँको दाँत सिधा गर्ने हुन्छ। सिधा गरिसकेपछि के फाइदा हुन्छ भन्ने हुन्छ। त्यसको तपाईँको चपाउने कुराहरू इम्प्रुभ हुन्छ अनि देख्नमा सुन्दर देखिन्छ। र जस्तै कि अब काम गर्ने कहिलेकाहीँ त्यो हड्डी बाङ्गो टिङ्गो भइदिन सक्छ, दाँत बाङ्गो भइदियो भने त्यो भएपछि चाहिँ खाना चपाउन अप्ठ्यारो भएको हुनसक्छ। त्यसलाई पनि ठाउँमा ल्याउनको लागि पनि तपाईँको चाहिँ ब्रेसेस लगाउनु पर्ने हुन्छ। अब रह्यो कति बेला लगाउने अनि कसरी लगाउने भन्ने कुराहरू छ होइन। जस्तै कि अब ब्रेसेस सामान्यतया 7 देखि 12 वर्षको बिचको जुन बच्चाहरू छन् एकपल्ट चाहिँ यदि दाँत बिग्रेको छ भने चेक गराउनुपर्छ। त्यति बेला हामीले इन्टरसेप्टिभ अर्थोडेन्टिक्स भन्छौँ। यदि कुनै पनि भोलि चाहिँ तपाईँको केही समस्या आउँदैछ भने त्यति बेला हामीले चाहिँ पहिचान गर्छौँ। पहिचान गरिसकेर त्यसलाई चाहिँ कहिलेको दाँत सिरियली निकाल्ने हो कि दाँत अगाडि पछाडि निस्केको छ कि ठाउँ त्यो समयभन्दा अगाडि निस्केको छ अथवा समयभन्दा पछाडि निस्किनेवाला छ, त्यो कुरा हेरेर समयमा त्यसलाई निकालिदिने भने भोलि चाहिँ तार ब्रेसेस लगाउनु नपर्ला। अथवा कहिलेकाहीँ यदि हड्डी पनि तलमाथि भनौँ न सही तरिकाले वृद्धि भएको छैन भने त्यसलाई ग्रोथ मोडिफिकेसन भन्छ। त्यसलाई चाहिँ तपाईँको कुनै इन्स्ट्रुमेन्ट लगाएर हड्डी ठाउँ ल्याइदिनु पर्ने हुन्छ, त्यो पनि हुन्छ। र सामान्यतया ब्रेसेस चाहिँ हामी 12 वर्षपछि र 17 वर्षको बिचमा एकदम उत्तम समय हो। त्यति बेला लाउँदाखेरि के हुन्छ भने एकदम स्टेबिलिटी हुन्छ, राम्रोसँग हुन्छ, किनकि ग्रोथ ठ्याक्क छिटो पनि हुन्छ। लाउनु हुँदैन भन्ने चाहिँ छैन। घुमिरहन्छ यसले छेक्दैन। जस्तो जहिले पनि लाउन सकिन्छ। र के हुन्छ एडल्टमा 18 वर्ष गरिसकेपछि अब 35-32 वर्ष कटेपछि लाउनु नमिल्ने भन्ने हुँदैन। तर के हुन्छ भने त्यो सिधा गर्न टाइम लाग्ने हुन्छ है। अनि कहिलेकाहीँ कस्तो हुन्छ भने ब्रेसेस लगाएर पनि हड्डीहरू सिधा नहुने, कहिले पुरै हड्डी छ ठिक नहुन सक्छ। कहिलेकाहीँ तपाईँको हड्डी नै ठुलो छ, धेरै ठुलो छ, सानो छ भने चाहिँ तार ब्रेसेस लगाएर मात्र तार लगाएर मात्र सिधा नहुन सक्छ। त्यस्तै बेला चाहिँ हड्डीको अपरेसन गरेर ठिक गर्नुपर्ने हुनसक्छ। त्यसलाई हामी चाहिँ अर्थोग्न्याटिक सर्जरी भन्छौँ। र चाहिँ जस्तो ब्रेसेस लगाउने काम चाहिँ एउटा विशेषज्ञ हुन्छ। र चाहिँ त्यसपछि ब्रेसेस लगाएर नमिल्ने केसहरू छ भने त्यस्ता केसहरूलाई चाहिँ मेजोफेसियल सर्जन, जस्तै म चाहिँ मेजोफेसियल सर्जनहरूले चाहिँ हड्डीकै अपरेसन गरेर ठिक गरिदिने हुन्छ। तर समग्रमा जस्तो भन्नुपर्दा ब्रेसेस लगाउनु उपयुक्त छ र यो लगाउँदा डराउनु पर्दैन। र चाहिँ यसमा चाहिँ फेरि अब कुन किसिमको लगाउने आफ्नो कम्फर्ट अनुसार कसै ब्रेसेसहरू चाहिँ जस्तो कि मेटल ब्रेसेस हुन्छ, क्लियर अलाइनर भन्ने हुन्छ, लिङ्गुअल ब्रेसेस भन्ने हुन्छ। ती कुरा धेरै कुराहरू छ। त्यो आफ्नो चोइस अनुसार, प्राइस अनुसार त्यही किसिमको कस्टिङ पनि छ। एडभान्स टेक्नोलोजी र कमर्सियल टेक्नोलोजी भन्ने छ। त्यो चाहिँ तार्मी विशेषज्ञले नै तपाईँहरूलाई चाहिँ भन्नुहुन्छ। त्यसमा त्यो अनुसार आफूले चुज गरेर लाउन सक्नुहुन्छ।